नमस्ते। आज दिनभरि जसो बसेका प्रतिनिधि सभाका बैठकहरू आफ्नो कार्यसूचीमा नियमित कार्यसूचीमा प्रवेश नगरी अन्त्य स्थगित गरिएको छ। भोलिसम्मका लागि स्थगित गरिएको छ। यसमा राष्ट्रपतिले प्रतिनिधि सभामा पेश गरेको नीति तथा कार्यक्रम, प्रतिनिधि सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठेका जवाफ दिन प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्रीज्यू नआइकन प्रधानमन्त्रीज्यूको तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेज्यूले जवाफ दिने कार्यक्रम राखिएको र त्यसमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री नै उपस्थित हुनुपर्छ, प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ। यदि उहाँको सबै अवस्था ठिक हो, उहाँ बिरामी हुनुहुन्न अथवा उहाँ विदेशमा हुनुहुन्न, देशमै हुनुहुन्छ भने यो अवस्थामा प्रधानमन्त्रीज्यूलाई प्रतिनिधि सभामा आउनका लागि केले रोक्यो भन्ने विषयमा उहाँहरूले प्रश्न उठाउनु भयो र प्रतिनिधि सभा आज दिनभरि जसो लगातार अवरुद्ध रह्यो। यसमा विभिन्न दलका नेताहरूले एकदमै रोष भनौँ न संसदमा उठेर यसको विरोध गर्नुभयो। अझ भनौँ हर्क साम्पाङ त बहिष्कार गरेर नै जानुभयो। यसै सन्दर्भमा अब प्रधानमन्त्रीज्यूको चाहिँ के हुन सक्छ त यसमा चाहिँ उहाँले के चाहिँ सोचिराख्नु भएको होला भन्दा अब उहाँलाई संसद साँच्चीकै संसद किन फेस गर्न नचाहनु भएको होला भन्ने जिज्ञासा सबैले लागेको होला। त्यो मलाई पनि लाग्यो। किन भन्दा अब झन्डै 2/3 को जनमत राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ। त्यसैको संसदीय दलको नेता प्रधानमन्त्री हुनुहुन्छ। त्यसमा उहाँलाई संसद फेस गर्न त कुनै अप्ठ्यारो छैन। तर पनि उहाँले चाहिँ जस्तो अस्ति भर्खरै पनि बोलाइसकेको संसद अधिवेशनलाई अन्त्य गरेर अध्यादेशबाट विभिन्न कानुनहरू परिमार्जन गरेर आए। अध्यादेश जारी हुँदा बित्तिकै राष्ट्रपतिबाट प्रमाणीकरण भएर जारी हुँदा बित्तिकै फेरि उहाँले संसद अधिवेशन आह्वान गर्नुभयो। अब यसले पनि अलिकति संसदबाट उहाँ टाढिन खोजेको हो कि जस्तो देखिन्छ। तर हिजोको विगत हेर्दा विगतमा पनि झन्डै 2/3 को नेकपा हुँदा यस्तै केही न केही कमजोरीहरूका कारण धेरै ठुला कमजोरी भएका होइनन्। त्यो बेला पनि यस्तै सानातिना कमजोरीले नै त्यो 2/3 जनमत आफ्नो कार्यकाल पुरा नगरिकन त्यो चाहिँ विखण्डित हुन पुग्यो। चाहिँ हिजोको नेकपा विभाजनतर्फ गयो र पुनः चाहिँ भनौँ न विभिन्न पार्टीहरू मिलेर सरकार बनाउने अवस्था आयो। त्यही परिस्थिति अब यो अहिले संसदबाट भन्दा प्रधानमन्त्रीज्यू संसदप्रति उत्तरदायी त हुनपर्छ जस्तो लाग्छ। उहाँ चाहिँ यो नगर्दाखेरि कहिलेकाहीँ चाहिँ साँच्चै भन्दा रासोपा भित्रैका मान्यज्यूहरूलाई अझ भनौँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिज्यू संसदमा हुनुहुन्छ, त्यसै गरी अरू नेताज्यूहरू पनि हुनुहुन्छ। उहाँहरूलाई पनि यो कुरा राम्रो लागिरहेको छ त राम्रो त पक्कै लागेको छैन होला। त्यसकारणले प्रधानमन्त्रीज्यूले एकदमै भनौँ न आफूसँग स्पष्ट बहुमत भएको अवस्थामा यो संसदलाई फेस गरेर जाँदा नै राम्रो हुन्छ। उहाँको कद अझ नै बढ्छ। उहाँ त्यसै त यति लोकप्रिय हुनुहुन्छ भने उहाँ संसदमा आउँदैमा उहाँलाई त्यस्तो अप्ठ्यारो पर्दैन जस्तो लाग्छ। र यदि अब उहाँको केही बाध्यता छ, केही कारण छ भने पनि अब राष्ट्रको प्रधानमन्त्री जस्तो व्यक्तिको बारेमा केही कुरा चाहिँ लुकाइएको छ भने त्यो पनि बाहिर स्पष्ट नेपाली जनता सामु भन्दा नै सबैले बुझ्ने मौका पाउँछन् र त्यसले चाहिँ उहाँलाई लगायत राष्ट्रिय स्वतन्त्र पार्टी हामी आम नागरिकलाई राम्रो गर्छ भन्ने कुरा मेरो बुझाइरहेको छ। धन्यवाद। नमस्ते।